दमकको पुरानो पाथिभरा सिनेमा हल। दर्शकबिन, एक समय हलमा गएर फिल्म हेर्नको अलग अन्दाज र रमाइलोपन हुन्थ्यो। तर आज डिजिटल प्रविधि विकासले परिवेश पुरै परिवर्तन भएको छ। त्यसको प्रत्यक्ष असर दमक सिनेमा हललाई पनि परेको देखिन्छ। दमक पाथिभरा हल अहिले पुनर्निर्माण चलिरहँदा कतिलाई यो थाहा नहुन सक्छ। यो हल दमक गोर्खा डिपार्टमेन्ट जस्ट पूर्व उत्तर बाटो छेउैमा रहेको छ। आजभन्दा 3 दशकपछि फर्केर हेर्दा यस हलमा चलचित्र साइनो, कन्यादान, चिनो र हिन्दी चलचित्रहरू पनि थानेदार, करण अर्जुन, कयामत से कयामत तक जस्ता फिल्महरू हेर्दाखेरि खच्चाखच मात्र होइन, डेट एक्सपायर टिकट पनि ब्ल्याकमा बिक्री गरी दर्शकलाई फसाइन्थ्यो। तर अहिले त्यो दिन एकादेश जस्तो लाग्न सक्छ। यो अहिले के बन्दै गरेको हजुर? यो अहिले यो हललाई चाहिँ के बनाउँदै गरेको हो? ए, फिल्म हल रिपेयरिङ हो? त्यही त, अब पहिला हाम्रो जमानामा हेरेको यो हल होइन, अब अहिले त फिल्म हल पहिला जस्तो छैन। अनि यस्तो